Planet Presence this morning live मा यहाँलाई स्वागत छ ब्रेक पछि समाचार पछि आज अघि हामीले समाचार अघि नै कुरा गरिसकेका छौं आज हाम्रो विशेष अतिथि हुनुहुन्छ उहाँ हुनुहुन्छ युवा नेता रञ्जित तामाङ उहाँ चाहिँ माओवादी केन्द्रको युवा नेता हुनुहुन्छ र झन्डै 20 वर्षदेखि राजनीतिमा सक्रिय विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्छ आज हामीले अधिवेशन लगायत अन्य कुरामा छलफल गर्न उहाँलाई हामीले निन पाएका छौं रञ्जित जी हाम्रो शोमा धेरै धेरै स्वागत छ यहाँलाई धन्यवाद रजी यहाँलाई स्वागत गर्दै मैले पहिलो प्रश्न सोधिम नै हालेँ हजुर अघि हामीले कार्यक्रम सुरु हुन अगाडि एउटा तपाईलाई सोधेको थिएँ कति वर्ष विद्यार्थी राजनीतिमा लाग्नु पर्यो भन्दाखेरि करिब 20 वर्ष जति गर्नुभएको रहेछ अब तपाईँ केन्द्रीय सदस्यको लागि आकांक्षी पनि हुनुहुन्छ अहिलेको अधिवेशनमा तपाईलाई यत्रो वर्ष राजनीति गर्दै आएपछि अब चाहिँ म केन्द्रीय सदस्यको लागि म काबिल छु भनेर केले चाहिँ तपाईलाई त्यो विश्वास दिलाएको छ र तपाईँ कुन विश्वास र कुन भनौँ न एउटा ठोस आधार लिएर अगाडि बढ्नु भएको छ पहिलो कुरा त राजनीतिक पार्टीहरूमा अहिले युवाहरूको सहभागिताको विषयमा एक प्रकारको बहसै चलिरहेको छ पुराना राजनीतिक नेतृत्वहरू एक प्रकारले टेस्टेड भइसके तर पनि देशको काँचुली फेरिन सकेन आम जनतालाई हामीले जसरी विकास समृद्धि सुशासन लगायतको जीवनस्तर रूपान्तरणको कुरा गरेका थियौँ त्यो भएको छैन त्यसो हुँदा अरू नयाँ नेतृत्व आयो भने युवा नेतृत्व आयो भने जरुर त्यसले गर्न सक्छ कि भन्ने एक प्रकारको आम जनताको जुन अपेक्षा छ त्यो कारणले पनि प्रेरित गरिरहेको छ दोस्रो कुरा चाहिँ म नै यहाँले भन्नुभयो जस्तै लामो समयदेखि विद्यार्थी राजनीतिमा थिएँ भर्खरै मैले अधिवेशन गरेर त्यो छोडेँ र विद्यार्थी राजनीतिमा भएको बेलामा जेलनेलदेखि लिएर जनयुद्धको प्रक्रिया शान्ति प्रक्रिया लगायतका सबै भर्खरै भएको चाहिँ प्रतिगमन विरुद्धको सङ्घर्ष लगायतका सबै कुराहरूमा हामी चाहिँ सडकको नेतृत्व गरेका छौँ एक प्रकारले आम युवा विद्यार्थीहरूलाई हामीले चाहिँ अपिल गरेका छौँ र न्यायको पक्षमा समानताको पक्षमा परिवर्तनको पक्षमा उभिने कुरामा हामीले एक प्रकारले जुन भूमिका निर्वाह गर्यौँ अब यो कुराले के देखायो भने विद्यार्थी राजनीतिमा जुन प्रकारको भूमिका र दायित्व पुरा गरियो अब पार्टी राजनीतिमा पनि हामी त्यो दायित्व पुरा गर्न सक्छौँ र त्यो पार्टीले हामीलाई अवसर दिनुपर्छ तेस्रो कुरा चाहिँ हाम्रो पार्टीले पनि चाहिँ पार्टीभित्र 20% युवाहरूलाई अवसर दिने पार्टीको टोटल चाहिँ केन्द्रीय समितिमा 20% युवाहरूलाई अवसर दिने भनिसके पछाडि 40 वर्ष मुनिको युवाहरूको एउटा आकांक्षी भएका हिसाबले पनि त्यो दाबी हाम्रो मेरो चाहिँ त्यस अर्थमा भइरहेछ अब तपाईँले भनिहाल्नुभयो अब हुन त सबै राजनीतिक दलमा अहिले यहाँले भन्नुभयो सबभन्दा अहिले चलिरहेको बहस भने हैन यही छ कि युवा नेतृत्व नयाँ नेतृत्व आउनु पर्यो पुरानो नेतृत्वले आफ्नो ठाम छोड्नु पर्यो धेरै वर्ष तपाईले आफ्नो देखिसक्यौं भन्नुभएको छ तर अहिले पनि यहाँकै पार्टीमा पनि तपाईहरुले आशा गर्नु भएको छ लिन खोजिरहनु भएको छ आफ्नो स्थान तर केही गरी युवा नेतृत्व सँगसँगै पुरानो नेतृत्वले त्यो ठाउँ दिन खोजेको छ त तपाईलाई कस्तो भान भएको छ भने त सजिलैसँग पाइने जस्तो छ कि यसमा अझ अलिकति भनौं न यसमा पनि फेरि एउटा लागि पर्ने अवस्था देखिएको छ कस्तो छ अहिलेको अवस्था अधिवेशनको कस्तो छ भने पार्टी नेताहरूलाई अनुभूति चाहिँ के भएको छ भने अब यो बुढाहरू मात्रै भएको पार्टी बुढा हुन्छ बुढो पार्टी जस्तो हुन्छ युवाहरू भएको पार्टी अलि गतिशील पार्टी र अलि युवाहरू जस्तो हुन्छ देशको जनसङ्ख्यालाई हेर्दाखेरि पार्टीमा त माओवादी त सबभन्दा धेरै युवाहरूलाई अवसर दिने पार्टीको रूपमा विगतमा थियो तर आज 15 वर्ष 20 वर्ष पछाडि त त्यो युवा पुस्ता पनि त्यहाँ छैन त्यसो हुँदा पार्टीलाई गति दिनको निम्ति चाहिँ माओवादीले विगतदेखि नै हाम्रो पार्टीमा युवाहरूलाई अलिकति बढी प्रोत्साहन र अवसर दिने गरिएको छ त्यस अर्थमा नेतृत्वले युवाहरूलाई अवसर दिन्छ अथवा त्यो अनुभूति गरेछ भन्ने हामीलाई लाग्छ तर सँगसँगै त्यहाँ पनि वर्षौंदेखि धेरै ठुलो सङ्घर्ष गरेर आएका नेताहरू हुनुहुन्छ उहाँहरूलाई पनि त्यति सजिलै अब हामी चाहिँ हटेर अरू युवालाई छोडौँ भन्ने उहाँहरूलाई पनि सायद लागेको छैन र हामी उहाँहरूलाई हटेर हामीलाई ठाउँ खाली गर्नुहोस् भन्ने पक्षमा पनि छैन तर के हो भने आन्दोलन भन्ने कुरा चाहिँ भावनाको हिसाबले चल्दैन एउटा राजनीतिक आवश्यकताको आधारले जान्छ हरेक पुस्ताको सहभागिता राजनीतिक दलहरूमा व्यक्त हुनुपर्छ त्यो भयो भने मात्रै युवाहरूको राजनीतिप्रति आशा हुन्छ आजको त झन् पुस्तान्तर हरेक पुस्तामा यति धेरै ग्यापिङ छ कि त्यो एकले अर्को पुस्ताको आनी बानी शील स्वभाव सबै कुराहरूलाई बुझ्दैन भन्दा हरेक युवाले देख्नु पर्यो कि माओवादी केन्द्रमा हामी जस्तो युवा साथीहरू केन्द्रीय समितिमा नीति निर्माणको तहमा हुनुहुन्छ उहाँहरूले हाम्रो बारेमा हाम्रो सोचको बारेमा हाम्रो चाहनाको बारेमा हाम्रो अपेक्षाको बारेमा
हाम्रो आवश्यकताको बारेमा बोल्ने त्यो पार्टीमा पनि हुनुहुन्छ। त्यसैले त्यो युवाहरूको पार्टी हो भन्ने बनाउनको निम्ति पनि यहाँ हामीलाई चाहिँ युवाहरूको सहभागिता पार्टीभित्र अनिवार्य छ। र यसो हुँदाखेरि हामीले चाहिँ पार्टीलाई भन्नेको के हो भने ठिक छ, हामी सिनियर नेताहरूलाई सम्मान गर्ने कुरामा, सिनियर नेताहरूलाई मान्ने कुरामा हाम्रो कुनै कन्जुसिया छैन। उहाँहरूप्रति हाम्रो सम्मान छ, उहाँहरूको इतिहासप्रति, उहाँहरूको योगदानप्रति हाम्रो उच्च सम्मान छ। तर आजको आवश्यकता, आजको आम राजनीतिको चाहिँ जुन ठाउँमा हामी उभिएका छौँ त्यो कुरालाई हेर्दाखेरि युवाको सहभागिता पार्टीमा चाहियो। त्यस अर्थमा नेतृत्वले युवाहरूको सहभागितालाई व्यवस्थित गर्छ भन्ने हामीलाई लाग्छ। तर त्यो सहज भएन भने अब माओवादी केन्द्रमा चुनाव गर्ने कुरा पनि अनौठो भएन नि। हिजो यो जनयुद्धको बेलाको जस्तो अथवा शान्ति प्रक्रियामा भर्खरै आउँदाखेरिको 64-65 जस्तो माओवादी केन्द्र छैन होइन। यो 15 वर्षको राजनीतिक परिस्थितिले माओवादीलाई पनि काहीँ न काहीँ एउटा रिभ्यू गर्ने ठाउँमा पुर्यायो कि हाम्रो सिस्टम के छ, हाम्रो प्रणाली के छ, हामीले चाहिँ कहाँ सच्याउनु पर्ने छ। आजको यो खुला परिवेशमा, आजको यो राजनीतिक परिवेशमा अथवा यो अभ्यासमा आफूलाई अभ्यस्त हुनको निम्ति माओवादीले पनि आजका कतिपय कुराहरूमा आफूलाई रूपान्तरण गर्नुपर्ने जुन आवश्यकता माओवादीले महसुस गर्न खोजेको छ, त्यो महसुस गर्दाखेरि निर्वाचनमा गएर पनि, एउटा विधिमा गएर पनि चाहिँ युवा नेतृत्वहरूलाई पनि प्रतिस्पर्धा गर्ने अवसर दियौँ। पार्टीले भने जस्तै 20% हामी युवाहरूलाई नै प्रतिस्पर्धा गर्न दिए भयो भन्ने हाम्रो कुरा छ। त्यो बाँकीमा उहाँहरू रहनुहोस्, तर कति समयसम्म रहने भन्ने कुरा पनि हामी चाहिँ नेताहरूलाई पनि भनिरहेको छौँ। हाम्रो आफ्नो हामीलाई पार्टीको केन्द्रीय समितिमा हाम्रो इन्डोर्समेन्टको कुरा मात्रै हामीले गरिरहेको छैनौँ कि सिस्टम पार्टीभित्र यस्तो बसाउँ कि एउटा व्यक्ति पार्टीको कार्यकारी भूमिकामा कति समय रहने, को के रहने, एउटा यो कुरा गरेँ। दोस्रो कुरा चाहिँ हामी यो केन्द्रीय समितिमा किन हाम्रो आवश्यकता देखिरहेका छौँ भने माओवादीको यही केन्द्रीय समिति हो जसले लामो समयदेखि नेतृत्व गरेको छ, तर पार्टीमा गति आइरहेको छैन, जनतामा विश्वास आइरहेको छैन। जनताले यो पार्टीले यत्रो राजनीतिक परिवर्तनको नेतृत्व गर्यो, अब कार्यान्वयनको निम्ति पनि यो पार्टी चाहिन्छ, यसको नेता कार्यकर्ताहरूको आवश्यकता छ आज पनि भनेर मान्छेले भन्ने ठाउँ किन भएन भन्दा यो एक प्रकारले यो केन्द्रीय समिति छ, जो स्थायी समिति छ, त्यो टेस्टेड भइसक्यो। अब त्यो पुस्ता फेरि रिपिट हुने कुरा र यो महाधिवेशनले त्यसैलाई चोख्याउने कुरा चाहिँ यो महाधिवेशनको चाहिँ औचित्य हुँदैन। यो चोख्याएर गयो भने, यही कुरालाई चोख्याउने भने यो महाधिवेशनको नौटङ्की जस्तो हुन्छ। यो त्यसैले नयाँ चिज आउनुपर्छ। मलाई यसैमा सोध्न मन लाग्यो, जस्तो होइन तपाईँ जनयुद्धदेखि अथवा 62-63को आन्दोलनपछि त्यो बेला पनि त तत्कालीन युवा नेताहरू हुनुहुन्थ्यो। त्यो बेला उहाँहरू मूलधारमा आएर उहाँ त केन्द्रीय समिति हुनुहुन्छ, उहाँले नेतृत्वदायी भूमिका खेलि पनि रहनु भएको छ, मन्त्री पनि भइसक्नु गएको त। त्यो बेलाका युवा, त्यसपछिका युवाहरू आखिर आएपछि पनि आखिर जनता माझमा दोस्रो अन्तिम चुनावले देखाइदियो कि जनताले माओवादी पार्टीलाई अथवा तत्कालीन पार्टी अहिले केन्द्र भयो माथि भएको विश्वास त त्यति दिलाउन सकेको रहन्छ नि त, जनताबाट त्यो विश्वास गुमेछ नि। त्यसको मुख्य कारक चाहिँ तपाईँ कता देख्नुहुन्छ त? हो, यही कुरा छ। हामी तुलना गरिरहेका छौँ कि त्यत्रो परिवर्तनको रातापसहित आएको माओवादी 10-15 वर्षको संसदीय अभ्यासमा कसरी त्यो चाहिँ सर्लकै तातो पानीले खुइलिए जस्तो भयो भन्ने कुरा अहिलेको हाम्रो यो महाधिवेशनको प्रमुख प्रश्न हो। हामीले जनतालाई के दिन सकेनौँ? हाम्रो नेतृत्वमाथि जनताको किन विश्वास हुन सकेन? जनतालाई हामीले किन विश्वास दिलाउन सकेनौँ? यो कुराको हामीले खोजी गर्नुपर्छ। यो कुराको हामीले कारणहरू पत्ता लगाउनुपर्छ। यो महाधिवेशनको मूल कुरा यसमा फोकस हुनुपर्छ भन्ने हामीलाई लागेको छ। सँगै अब यो तपाईँले भन्नुभयो माओवादीलाई जनताले धेरै ठुलो अवसर दिएका थिए, राजनीतिक परिवर्तनको नेतृत्व गरेर आयो भनेर मात्रै होइन कि माओवादीले खासमा एकदम भुइँ मानिसहरूको चाहिँ विषयलाई उठायो, एजेन्डाहरूलाई बोक्यो, मुद्दाहरूलाई लिएर आयो र माओवादीले वास्तवमा उठाएको मात्रै होइन, यसलाई ल्यान्डिङ पनि गर्न प्रयत्न गर्छ होला भन्ने आम मान्छेको जे कुरा थियो नि, हामी त्यहाँ चुक्यौँ। एउटा कुरा। दोस्रो कुरा चाहिँ माओवादी जुन एउटा सामूहिक केन्द्रीकरणको रूपमा, नेताहरूको एउटा राम्रो टिमको रूपमा यो हिजोको अरू राजनीतिक पार्टी जस्तो यो टुट्दैन फुट्दैन, साना साना स्वार्थहरूमा केन्द्रित हुँदैन, गुटमा विभक्त हुँदैन, यसले साँच्चै देश बनाउँछ भन्ने आम जनतालाई जे लागेको थियो नि। तर शान्ति प्रक्रियामा आउने बित्तिकै माओवादीभित्रको फुट विभाजन, एकले अर्को नेतालाई चाहिँ आरोप होइन हिलो छ्याप्नेदेखि लिएर जुन प्रकारको हिजो हामीले चाहिँ संसदमा एकदम फोहोरी खेल हुन्छ भन्छ, त्यस्तो त माओवादीभित्र पनि जस्ताको त्यस्तै देखियो। यो त्यत्रो मिल्ने मोहन वैद्य, बाबुराम प्रचण्ड, बादल लगायतका नेताहरू एक ठाउँमा बसेर यो देशको कायापलट गर्नुहुन्छ होला भनेको त उहाँहरू आफै एक अर्कामा चाहिँ सङ्घर्षको स्थिति बन्यो, फुट विभाजनको त्यो तिक्ततापूर्ण र त्यो एउटा दुःखद पाटको कारणले गर्दाखेरि आम जनतालाई कस्तो लाग्यो भने यो माओवादी पनि उस्तै जोगिरहेछ
मतलब मैले अन्यथा हिसाबले बुझेँ। कुनै समुदायलाई इङ्गित गर्न खोजेको होइन कि मतलब माओवादी पनि अरू राजनीतिक दलभन्दा पृथक रहेन रहेछ फरक